मुखारविन्दबाट पाइसकेका छौँ भने बालाजीको मुखारविन्दबाट हाम्रा अति नै प्रेमी सुन्दर शाहजी हुनुहुन्छ, मोमिन सुन्दर शाहजी हुनुहुन्छ। उहाँले कहिले बाणीबाट त कहिले वितकबाट सँगसँगै हामीहरूलाई यसरी खुराक पिलाइरहनु भएको छ। सुन्दर शाहजी यत्र तत्र सर्वत्रबाट जहाँबाट पनि छौँ हामी भिडियो खोलेर सुन्ने प्रयास गरौँ, जबकि भिडियो खोल्दाखेरि जति आनन्द आउँछ बन्द गर्दाखेरि त्यति आनन्द आउँदैन। सुन्दर शाहजी भन्दै म हाम्रो बालाजीलाई विनम्र अनुरोधका साथ आजको वितक चर्चालाई अगाडि बढाउनु म अनुरोध गर्दछु। प्रणाम जी, प्रणाम जी। बोलिए श्री प्राणनाथ प्यारे की जय, बोलिए श्री सद्गुरु महाराज की जय, धाम के धनी की जय, सर्व सुंदर साथ की जय। चर्चा प्रारंभ होत है, सुनो साथ जी चित्त दे, भजो राज श्यामा श्री प्राणनाथ, सखी जीवन हमारा ये। श्री महामति कहे साथ जी, भया चर्चा का बख्शित दे, लाल आगे आए बैठे इन तखत, लाल आगे आए बैठे इन तखत। अब कहूँ फिर के मूल मिलावे की वितक, जैसी आज्ञा धनी की सो बातें बुजरक, सो बातें बुजरक। पहले मूल अद्वैत में प्रणाम, पहले मूल अद्वैत में प्राण वल्लभ प्राण प्रियतम र उपस्थित प्राणधरातम सम्बन्धी सुन्दर साथजी आउनुहोस्। आज 9वां दिन, हामी त अझै भर्खर मूल मिलामै छौं, खेलमा उत्रेकै छैनौं। अरू वितकमा त सबैजना सद्गुरु महाराजजीको आनन्द लिइराख्नु भएको छ, तर हामीहरू बिस्तारै नै फट्टै मायामा उत्रिन मन नभएर होला मूल मिलामै छौं। अहिले भर्खर वाणी सुन्नुभयो, वाणी गायन कति मिठो वाणी गायन थियो, बुझ्यौं कि बुझेनौं? कहाँ गएर बोल्नुहुन्छ यो शब्द महामतीजी? सिन्धीमा गएर, थाहा छ? न रास न प्रकाश न खट्रोती न कलश, कहाँ गएर बोल्नुहुन्छ? सिन्धीमा गएर, एकदम मार्फतको वाणीमा गएर। त्यो सिन्धी वाणी मार्फतको वाणी, त्यहाँ पुग्दा पनि हाम्रो अझै पनि केही न केही भूल भइरहेको छ। सोच्नुहोस् सुन्दर साथजी, सुनो रुहे अर्श की ये जो अपनी वितक। अहिले सबै सुन्दर साथीहरू आज समस्त विश्वमा जहाँ जहाँ ब्रह्मवाणी पुगेको छ, जहाँ वितक साहेब पुगेको छ, त्यहाँ सबै सुन्दर साथीहरू कोही दिनमा, कोही रात्रिमा, कोही प्रातःकालमा वितक चर्चा सुन्नु हुँदैछ। यता सिन्धी वाणीले हामीलाई के भन्दैछ? सुनो रुहे अर्श की ये जो अपनी वितक। हामीहरूले कसको वितक सुन्दैछौँ? आफ्नो वितक। तर वितक सुन्दा सुन्दै पनि हामीहरूबाट केही न केही भूल भइरहेको छ अरे। सुनो रुहे अर्श की ये जो अपनी वितक, जो हमसे लटी भई ऐसी करे ना कोई मुतलक। मुतलक कसलाई भनियो? निश्चित रूपले, एकदम बिल्कुल निश्चित रूपले यस्तो खालको गल्ती चाहिँ ब्रह्म आत्माहरूबाट नहुनु पर्ने हो, तर बार बार लटी भइरहेछ। लटी भनेको के हो? भूल, गल्ती। त्यसैले त वितक बार बार सुनाइराख्नु भएको छ। खेलमा ल्याएर वितक द्वारा अब कहूँ फेर के मूल मिलावे कि वितक भन्ने कारण के हो? यही कि हामीहरूबाट भूल भइरहेछ, आफ्नो प्रियतमलाई याद गरेको छैनौं, आफ्नो घरलाई याद गरेको छैनौं। हाम्रो भूल के भयो
खेलमा आएर आफूलाई भुलिनु, आफ्नो प्रियतमलाई भुलिनु, त्यो परमधामको 25 पक्षको सुखलाई भुलिनु, यो हाम्रो बहुत ठुलो भुल भयो। आफ्नो घरलाई कसैले भुलिन्छ होला? सोच्नुहोस् त। आफ्नो घरबाट निक्लेर कहीँ घुम्न जानुहोस् त, पन्नाजी जानुहोस्, पन्नाजीमा त झन् धेर घर याद आउँछ। जहाँ चाहिँ आफ्नो छोडेर कहीँ निक्लिनुहोस्, कति घर याद आउँछ, मायाको घर। आखिर नआउनु पर्ने हो नि त। पन्नाजी जाँदछौँ, नौतनपुरी जाँदछौँ, सुरत जाँदछौँ, कुनै पनि तीर्थ स्थान जाँदैछौँ, त्यहाँ जाँदा त मायाको घर अझै झन् धेरै याद आउँदैछ। त्यसले के सिकापन दिँदैछ हाम्रो जीवनमा? हामीहरूलाई त पन्नाजी पुग्दाखेरि त हामीलाई घरबार संसार याद नआउनु पर्ने हो। सबैभन्दा धेर बढी याद चाहिँ पन्नाजीमा पुग्दाखेरि चाहिँ घर याद आउँछ। अरू कहीँ घुम्न जाउँ त दिल्ली, मुम्बई, कहीँ कलकत्तातिर घुम्न जाउँ त घर याद आउँदैन, क्योंकि मौज मस्तीमा हुन्छौँ। तर जब पन्नाजी पुग्दछौँ अनि त्यहाँ मायाले झन् घेर्दछ हामीहरूलाई। त्यो हाम्रो बहुत ठुलो भुल हो सुन्दर साथजी। यो खेलमा आएर आफ्नो प्रियतमलाई भुलिनु, आफूलाई भुलिनु, आफ्नो घर परमधामको सुखलाई भुलिनु, यो बहुत ठुलो लटी हुँदैछ हामीहरूबाट। हामीहरूलाई मायाले लटपट पार्दैछ आफूलाई। आफ्नो भित्र लटपट पार्दैछ कसलाई? परमधामको ब्रह्म आत्माहरूलाई। जुन जीवमा बसेको छन् त्यो जीवलाई मायामै धकलिरहेको छ। त्यसैले भन्नुहुँदैछ, हे परमधामको ब्रह्म आत्मा हो, अब सुन, तपाईहरुको बितक सुरु हुँदैछ। सुनो रुहें अर्श की ये जो अपनी बितक, सो जो हमसे लटी भई ऐसी करे न कोई मतलब। यो चोपाई र अब कहूँ फेर के मूल मिलावे की बितक। अब लटीबाट कसरी हामीहरूले आफ्नो भूल कसरी सुधार्ने भन्दाखेरि हामीहरूलाई जुन बितकको माध्यमबाट अब मूल मिलावाको तरफ लानु हुँदैछ। खेलमा बसाएर मूल मिलावाको त्यो कुराहरू याद दिलाउनु हुँदैछ। मूल मिलामा के घटनाक्रम बितेको छ त्यो घटनाक्रममा लानु हुँदैछ। फेरि वापस फेर के भन्नु हुँदैछ। यहाँ फेर के भन्ने शब्द आउने कारण के हो कि दुबारा हामीहरूले भुलिएका छौँ। पहिलोचोटि हामीले मूल मिलामा राज्यसँग इस्क रब्द गरेर आएको छौँ। जुन घटनाक्रम अहिले फेरि दुबारा दोहोऱ्याउनु हुँदैछ लालदासजीको धाम दिलमा विराजमान भएर। जुन घटनाक्रम याद आउनुपर्ने खेलमा, जहाँबाट हाम्रो एक्सिडेन्ट भएको छ, जहाँबाट हाम्रो याददाश्त गएको छ, जहाँ हामीहरूलाई केही पनि याद आएको छैन, त्यही ठाउँमा पुर्याउनु हुँदैछ सुन्दर साथजी यो खेलमा ल्याएर। यो कत्रो ठुलो मेहेर हो। अब हामीहरूलाई कहाँ पुर्याउनु हुँदैछ? अब कहूँ फेर के मूल मिलावे के बितक। मूल मिलावा कहाँ छ? हद पार बेहद है, बेहद पार अक्षर, अक्षर पार वतन है, जागिए इन घर। आफ्नो सुर्तालाई त्यो मूल मिलावामा पुर्याउनुहोस् सुन्दर साथजी। रात दिन हामीहरू चितवन गरिरहन्छौँ मूल मिलावाको। फेरि वापस यो खेलबाट हामीहरूलाई हाम्रो सुर्तालाई लालदासजीको धाम हृदयमा विराजमान भएर अक्षरातीतले हाम्रो सुर्तालाई कहाँ पुर्याउनु हुँदैछ? त्यो मूल मिलावामा। किन? ताकि हामीहरूलाई त्यो पल याद आओस् जुन पलदेखिबाट हामीहरू बिछुडिएका छौँ राज्यसँग। के घटनाक्रम भएको थियो मूल मिलावामा? तब त हामीहरूलाई याद आउँछ त। खेलमा बसाएर मूल मिलावा याद गराउनु, कसरी हामीले खेलमा उत्रेका थियौँ त्यो पल याद दिलाउनु हुँदैछ। त्यसरी हाम्रो याददाश्त गएको छ सुन्दर साथजी। अनि कहाँबाट याददाश्त गएको छ? कसरी याददाश्त गयो हाम्रो? कस्तो खालको एक्सिडेन्ट भएको छ? बस त्यो पल याद गर्न जरुरी छ। त्यही भएर भन्नुहुँदैछ सुन्दर साथजी त्यो मूल मिलावा। अब म मूल मिलावाको त्यो वर्णन गर्न जाँदैछु, त्यो घटनाक्रम बताउन जाँदैछु जुन घटनाक्रम याद आउन जरुरी छ सबैभन्दा पहिला। अनि मात्रै अरू ब्रज, रास, जागनिका लीलाहरू बुझ्न सकिन्छ। जबसम्म आफ्नो सुर्तालाई मूल मिलामा वापस लिएर जाइँदैन, त्यहाँ भएको घटनाक्रमहरूलाई बुझिँदैन, तबसम्म केही पनि समझमा आउनेवाला छैन। पहिला उत्रेको त याद होस् कि कुन तरिकाले हामीहरू खेलमा उत्रयौं। परमधामदेखिबाट हामीहरू सबैभन्दा पहिला ब्रजमा कसरी उत्रेका थियौं, रासमा कसरी गयौं, यो जागनीको लीलामा कसरी उत्रेको छौं। यो जब हामीहरूलाई पुरै घटनाक्रम याद हुँदैन, केही पनि याददाश्त आउनेवाला छैन। आज 25 पक्षको सुख हामीहरूको हृदयमा किन प्रवेश गर्दैन राम्ररी? राज्य महाराजीको त्यो नुरी स्वरूपको दिदार किन हुँदैन? किनकि जो हमसे लटी भई ऐसी करे न कोई मतलब। हामीहरूबाट जुन लटी भूल हुँदैछ, यस्तो त दुनियाँको कोरे जीवले पनि यस्तो खालको भूल त गर्दैन। दुनियाँको कोरे जीवलाई पनि बहुत इमानदारी छन् आफ्नो धर्ममा उनीहरू। आफ्नो व्यवहारमा, लौकिक व्यवहारमा उनीहरू पक्का छन्। हर चीज याद रहँदछ। तर हामीहरू को हौं? परमधामको परमात्मा हौं।
आफ्नो घर भुल्यौं, आफ्नो आत्माको प्रियतमलाई भुल्लिनु सानो कुरा हो सुन्दर साथी। अब याद दिलाउँदा त याद आउनु पर्ने हो। यसको मतलब याद पनि किन आएको छैन? यत्रो वर्ष भइसक्यो हामीलाई याद दिलाउँदै आउनुभएको। क्योंकि चित्त हामीहरू दिँदै दिँदैनौँ। राज्यले बोलेको शब्दमा चित्त दिँदा पो हामीहरूलाई याद आउँछ। राज्यले बोलेका एक वचनलाई हामीहरूले चित्त दिनुपर्दछ, आत्मसात गर्नुपर्छ ती बोलीहरूलाई। त्यसैले राज्यले के भन्नुहुँदछ? "ए वाणी चित्त दे सुनियो साथ, कृपा करके कहे प्राणनाथ।" ऊ त हामीहरूलाई चित्त दिएर सुन्नको लागि बार-बार आह्वान गरिरहेको छ। अनि हाम्रो चित्त कहाँ लागेको छ? मायामा। तर फेरि वापस राज्यले मेहेर गर्नुहुँदछ। फेरि अर्को वर्ष ल्याउनुहुन्छ, वितक सुरुवात गर्नुहुन्छ, फेरि मूलमिलापकी वितक सुरुवात गर्नुहुँदछ। यस्तै गर्दै, गर्दै, गर्दै हाम्रो जीवनमा कतिचोटि अब कहूँ फेर्के मूलमिलापकी वितक भन्ने शब्द सुन्दै आएको छौँ। सोच्नुहोस् सुन्दर साथी। अब त कमसेकम आफ्नो मूलमिलापका ती घटनाक्रमहरू याद गरौँ। अब मूलमिलाप कहाँ छ भन्ने कुरा अघि मैले चौपाईले भनिदिइहालेँ। जहाँ हामीहरू 12,000 परमात्मा रङ्गमहलमा कञ्चन रङ्गको सिंहासनमा युगल स्वरूप विराजमान हुनुहुन्छ। हामीहरू परात्मको स्वरूप तन लिएर राज्यको युगल स्वरूपको चरण कमलमा बसेर जुन यो मायाको खेल हेर्दैछौँ, त्यो ठाउँलाई मूलमिलाप भनिन्छ। जसलाई चौपाईले के भनिदियो? हद पार बेहद है, बेहद पार अक्षर, अक्षर पार वतन है, जागिए इन घर। कहाँ जाग्ने हो? त्यो आफ्नो मूल घरमा जाग्ने हो। जैसी आज्ञा धनी की सो बातें बुजुर्ग। अब खेलमा मूलमिलापको कुरा गर्नु, यो कसको हुकम चाहिन्छ यसमा? अक्षरातीतको रङ्गमहलको भित्रको त्यो घटनाक्रमहरू यो खेलमा जाहिर गर्नु, परमधामका त्यो भित्रका रहस्यमय कुराहरू जाहिर गर्नु कसको हुकम चाहिन्छ? एक मूल स्वरूपको हुकम चाहिन्छ, अक्षरातीतको धामधनीको हुकम चाहिन्छ। उसको हुकमको बिना यहाँ आजभाइ भन्दै हुनुहुन्छ त म परमधामको वर्णनै गर्न सक्दिनँ। मूल मिलापमा के घटनाक्रम भएको हो, ती घटनाक्रमहरू म यो खेलमा जाहिरै गर्न सक्दिनँ राज्यको हुकमको बिना भन्नुहुँदछ। त्यही भएर यो बात, यो कुराहरू बहुत महत्त्वपूर्ण छ। यसलाई हृदयमा चित्त दिएर सुन्नुहोस्। क्योंकि त्यो घटनाक्रममा लिएर जानुहुँदैछ, जुन घटनाक्रमबाट चाहिँ हामीहरू यो खेलमा आउने एउटा कारज कारण बनियो, महाकारण बनियो। पहले मूल अद्वैत में सबभन्दा पहिला कहाँ पुर्याउनु हुँदैछ? 3टा द्वैत छन्। द्वैत भन्ने शब्द आउँदैछ यहाँ। एउटा द्वैत, एउटा अद्वैत, एउटा मूल अद्वैत या स्वलीला अद्वैत भनेको छ। तर वाणीको चौपाईले के भन्दैछ? पहिले मूल अद्वैत में। मूल अद्वैत कसलाई भनियो? परमधामलाई, जहाँ स्वलीला अद्वैत पनि भनिन्छ। जहाँ राज्य महाराजजीको दिलले काम गर्दछ, जहाँ राज्य महाराजजीको दिलले लीला गर्दछ, त्यसलाई मूल अद्वैत, स्वलीला अद्वैत भन्दछ। जहाँ सिर्फ राज्यको इच्छाले परमधाम सञ्चालित हुँदछ। राज्यको दिलको लस्कर छ, ए लस्कर सारा दिल का, सो सब दिलबरी चाहे, दिल अपना दे उनका लीजिए, इन विध चरणों पहुँचाए। पुरा परमधामको 25 पक्ष कसले चल्दैछ? राज्यको दिलले चल्दैछ। अस्ति पनि प्रसङ्ग आएको थियो। राज्यको दिलमा के छ? प्रेम छ, अथाह इश्क छ। त्यो इश्कको इच्छा के हुँदछ? म श्यामाजी हो जाऊँ, म ब्रह्मात्मा बन्यूँ, म खुब खुशाली हूँ भन्दा राज्य महाराजजीको त्यो इश्कले हकीकतको स्वरूप पक्रिँदछ। अनि राज्यकै दिल श्यामाजी, श्यामाजीकै दिल हामीहरू ब्रह्मात्मा, खुब खुशाली 25 पक्ष सब राज्यको दिलले जोडिएको छ। राज्यको दिलले लीला गर्दैछ त्यहाँ। सिधा-सिधी शब्दमा भन्न जाँदाखेरि पुरा 25 पक्षको जुन लीला छ, राज्यको दिलले लीला गर्दैछ। राज्यको दिलमा जे आउँछ त्यही ब्रह्मात्माहरूले गर्नेछन्, त्यही श्यामाजीले गर्नुहुन्छ, त्यही खुब खुशालीले गर्दछन्, त्यही पशु-पंक्षी जानवरहरूले गर्दैछन्। त्यही भएर त्यहाँ त्यो भूमिलाई के भन्यो? मूल अद्वैत भनियो। स्वलीला अद्वैत पनि भनिन्छ। अर्को के छ? अद्वैत मात्रै छ। अगाडि स्वलीला पनि लागेको छैन, सिर्फ अद्वैत। त्यसलाई के भनियो? योग माया। परमधामदेखिबाट बाहिर के छ? योग मायाको ब्रह्माण्ड, जहाँ अक्षर ब्रह्मको त्यो नूरले क्रीडा गरिरहेको छ। योग मायाको शक्तिको द्वारा लीला भइरहेको छ। त्यसलाई पनि अद्वैत भनिन्छ, क्योंकि जे चिज बनिन्छ मिटिँदैन।
अखण्ड भइरहन्छ, तर त्यहाँ वाहिदत छैन। मूल मिलापमा के छ? रङ्गमहलमा वाहिदत छ, एक दिली छ। तर अक्षर योगमायामा के छ? अद्वैत मात्रै छ, वाहिदत छैन। त्यहाँ सबै चिज बनिन्छ तर मिटिँदैन। ब्रह्म रूपै हो योगमायाको ब्रह्माण्ड, त्यही भएर उसलाई अद्वैत मात्रै बनायो। अब अर्को द्वैत। द्वैत भनेको के हो? क्षर ब्रह्माण्ड, कालमायाको ब्रह्माण्ड, जहाँ बनिन्छ मिटिँदछ, जहाँ आदि नारायण कण कणमा छन्, विष्णु भगवानको कण कण छ जीवमा, जीवको रूपमा व्यापक छन्। परमधाममा कण कणमा को छ? नूरजमाल, अक्षरातीत। योगमायाको कण कणमा को छ? अक्षर ब्रह्मको नूरले क्रीडा गर्दैछ। द्वैतको क्षर जगतमा को छ? विष्णु भगवान आदि नारायण कण कणमा व्यापक छन्। त्यही भएर द्वैत अद्वैत मूल अद्वैत। यसलाई के गरी बुझ्ने? द्वैत भनेको क्षर यानि कालमायाको ब्रह्माण्ड, अद्वैत भनेको अक्षर ब्रह्म जहाँ योगमायाको लीला भइरहेको छ, मूल अद्वैत अक्षरातीत रङ्गमहल परमधाम। यसरी क्षर अक्षर अक्षरातीतलाई नै द्वैत अद्वैत मूल अद्वैत भनेर भनिएको, जसलाई कालमाया, योगमाया र परमधाम भनेर भनिन्छ। यसरी जान्नु पर्दछ। अब मूल अद्वैत में भोम जहाँ इश्क, जुन मूल अद्वैतको कुरो गर्नु हुँदैछ त्यहाँ के छ अरे? यो संसारमा के छ? असत जड दुख छ। यो संसारमा के छ? असत जड दुख छ यो द्वैतको खेलमा। तर परमधाममा मूल अद्वैतमा के छ? भोम जहाँ इश्क, जहाँ प्रेम ही प्रेम छ। राज्यको हृदयको प्रेमले क्रीडा गरिरहेको छ। अहिले भर्खर भने मैले, राज्यको हृदयमा जुन अथाह प्रेम इश्क उम्रिँदै थियो, त्यो उम्रिँदै गरेको इश्कले श्यामाजीको रूप धारण गर्दछन्, ब्रह्मात्माको रूप धारण गर्दछन्। पशु पंक्षी खूब खुशाली 25 पक्षको रूप देखिरहेको छ, दृष्टिगोचर भइरहेको छ। हकीकतको स्वरूप राज्य महाराजीको दिलको इश्क हकीकतको रूपमा लीला गरिरहेको छ परमधाममा। त्यही भएर के भनिदियो? पुरा 25 पक्षको परमधाम प्रेममय इश्कमय छ भनेर भन्नुभयो। यहाँ के रहेछ त भन्दाखेरि भौम जहाँ इश्क, यो परमधाम इश्कै इश्कले परिपूर्ण छ। तर यो संसार के छ? असत जड दुख छ। कम्पेयर गर्दै जानु सुन्दरसाजी। अब हामीहरूलाई भौम जहाँ इश्क, जहाँ इश्कै इश्क छ, जहाँ हामीहरूले आफ्नो सुर्ता पुर्याउने साथ हामीहरूको हृदयमा प्रेमले प्रवेश गर्दछ, इश्कले प्रवेश गर्दछ, त्यो भूमि चाहिएको छ कि हामीहरूलाई यो असत जड दुखको भूमि चाहिएको छ? आफैले सुन्दरसाजी निर्णय गर्न पर्ने कुरा हो। अगर मलाई यो असत जड दुखले मलाई एकदम परेशान गर्दैछ, मलाई यहाँ बस्न मन दिएको छैन, मलाई दिन-रात म धोका पाइरहेको छु, मैले दुःख पाइरहेको छु भनेर हाम्रो हृदय विरक्त भएको छ भने हाम्रो सुर्ता कहाँ लाग्दछ? मूल मिलापको तर्फ हामीहरू अगाडि बढ्नेछौँ। हामीहरू आलस्यको चादर ओढ्ने छैनौँ। हामीहरूलाई इश्क चाहिन्छ भने। वितकले पहिल्यै हेर्नुहोस् त चौपाईमा कति मजाले वर्णन गरिदिएको छ। परमधाम इश्कको भूमि हो अनि हामीहरू परमधामबाट आएको हौँ। हाम्रोमा भित्र इश्क हुनु पर्यो। राज्यको दिलको इश्क श्यामाजीको दिलमा, श्यामाजीको दिलको इश्क हामी ब्रह्मात्मामा छ। तब आज यो खेलमा आउँदाखेरि चाहिँ हाम्रो हृदयमा त्यो प्रेम, त्यो इश्क चाहिँ उत्पन्न नहुने कारण के हो? राज्य त्यही उत्पन्न गराउन खोज्नु हुँदैछ। सुन्दरसाजी याद दिलाउने कारण यही हो। अब कहूँ फेर के मूल मिलाप के वितक दोबारा मूल मिलापमा पुर्याउने कारण पनि यही हो कि सुन्दरसाजी खेलमा तपाईँहरूको हृदयमा जुन भौममा तपाईँहरू बस्नुहुन्थ्यो त्यो भौम इश्कमय थियो। अनि इश्कमय भौममा बस्दाखेरि पनि आफ्नो कति प्रेम आउँदथ्यो हृदयमा त्यतिखेर। राज्यलाई हामीहरू दिदार गर्न जाँदाखेरि, श्यामाजीलाई दिदार गर्न जाँदाखेरि हाम्रो दिलमा कति इश्क थियो। सो इश्क कहाँ गया भनेर सोध्नु हुँदछ खेलवतमा गएर। अनि आज त्यो इश्क खोइ हामीहरूलाई किन याद आउँदैन? मूल घरमा हाम्रो कस्तो क्वालिटी थियो? राज्यसँग, श्यामाजीसँग, सुन्दर साथसँग एक आपसमा हामीहरूले कस्तो खालको प्रेम गर्दथ्यौं, त्यो प्रेम किन याद आउँदैन? र पनि यो वितकको माध्यमबाट फेरि म त्यही भौमवाला इश्कवाला भौममा लिएर जाँदैछु भनेर भन्नु हुँदैछ। याद दिलाउनु हुँदैछ सुन्दर साथजी, हामीहरूलाई याद आउनु पर्ने हो यो खेलमा। तहाँ प्रेम रब्द में भया हुकम हक। अब याद दिलाउनु हुँदैछ अर्को के घटना कि सुन्दर साथजी कसरी यो खेलमा आउनुभयो आज? 6औं दिनको लीलामा उभिनु भएको छ आज। 6औं दिनको लीलामा यस्तो खालको तन लिएर बस्नु भएको छ। योभन्दा अगाडि ब्रजराज
चौथो दिनको लीला, पाँचौं दिनको लीला पूर्ण भइसक्यो। यो छठौं दिनको लीलामा हुनुहुन्छ। आज छठौं दिनको अन्तिम चरणमा पनि हामीहरूलाई याद दिलाइराख्नु सुन्दरसाजी, याद छ परमधामबाट कस्तो तरिकाले आउनुभएको? त्यहाँ के रब्द भएको थियो? प्रेमको रब्द भएको थियो। आज हामीहरूले खेलमा प्रेमको रब्द गरेको छौँ कि काम, क्रोध, लोभ, मोह, अहङ्कारको लडाइँको रब्द गरेको छौँ? सोच्नुहोस्। यो याद दिलाउनु हुँदैछ कि परमधाममा प्रेमको रब्द गर्नुहुन्थ्यो। त्यो रब्द यो खेलमा गर्नुहोस् न, मेरो प्रेम ठुलो भनेर। मेरो प्रेम ठुलो, मेरो प्रेम ठुलो सखी भनेर एक दुसरेसँग प्रेमको लडाइँ गर्नुहोस् त। राज्यले यही प्रेमको लडाइँ लडाउन खोज्नु हुँदैछ। संसार कति काम, क्रोध, लोभ, मोह, अहङ्कारको लडाइँ लड्ने होइन। परमधाममा प्रेमको रब्द हामीहरू गर्दछौँ, त्यो भौमलाई याद गर्नुहोस्। जहाँ बसेर हामीहरूले प्रेमको इश्कको रब्द गर्यौँ राज्यसँग, राज्य हाम्रो प्रेम ठुलो भन्दै। अनि आज खेलमा त प्रेमको त नामै लिन चाहँदैनौँ, इश्कको नामै लिन चाहँदैनौँ। हाम्रो हृदयमा त्यो प्रेम कहिले प्रवेश गर्ला सुन्दर साथी? कहिले हामीहरूले प्रेमको चाहिँ होड लाग्ला? सखी मेरो प्रेम ठुलो राज्यको प्रति, म धेर प्रेम गर्दछु सुन्दर साथलाई, राज्यलाई, श्यामाजीलाई भन्ने यो चाहिँ हृदयमा रब्द बनियोस् न। यसको चाहिँ जिद बनियोस् न कि म प्रेम गर्दछु, मेरो हृदयमा धेर प्रेम छ भन्ने। यो प्रसङ्गबाट यही नै याद दिलाएको। नभए दुबारा फेरि याद दिलाउने कारण के हो? क्योंकि खेलमा हामीहरूको हृदय शुष्क बनिसकेको रहेछ। खेलमा हाम्रो हृदय याद दिलाइराख्नु भएको छ। आजदेखि हो याद दिलाएको। अनि आफ्नै घर मूलमिलाप याद आएन भने अरू लीलाहरू कसरी याद गर्ने भन्ने सिखापन दिनु हुँदैछ यो प्रकरणबाट। कहाँ प्रेम रब्द में भया हुकम हक। अब राज्यको हुकम हुँदछ। राज्यको हुकम के हुँदछ? हुकम ने हुकमको हुकम से हुकम दिखाया। राज्यले आफ्नो हृदयमा के लिनुभयो? इच्छा लिनुभयो। हुकम मतलब इच्छा। अब राज्यले इच्छा के लिनुभयो? कि मेरा ब्रह्मात्माहरूले बस मेरो प्रेमलाई, मेरो इश्कलाई जानुन्, मेरो महाकारणलाई जानुन्, मेरो हृदयको प्रेमको तरङ्ग हुन् भन्ने कुरा जानुन्। अर्को एक पातशाही अरसकी, दूजा वाहिदतका इश्क। मेरो हृदयमा त्यो साहेबी पनि छ, आनन्द प्रेम इश्कमय लीला पनि छ। यी दुईटैदेखिबाट मेरा ब्रह्मात्माहरू वञ्चित छन्। मेरो साहेबीको लीलादेखि त अनभिज्ञ छन्, बिल्कुल थाहा नै छैन। अहिलेसम्म त चाँदिनी चोकमा आउँदै गरेको अक्षर ब्रह्मलाई पनि देखेका छैनन्। जेस दिन देख्छन् त्यस दिन के हालत हुन्छ, के प्रश्न गर्नेछन्? राज्यको दिलमा त्यो चलिरहेको छ। अब राज्यले दिलमा जे इच्छा लिनुहुन्छ त्यही हाम्रो हृदयमा आउँछ। राज्यले त्यो दिन तारिक सबै राज्यले आफ्नो हृदयमा लिइसक्नु भएको छ। अनि यो खेलमा हामीहरूले कुन तरिकाले, कुन बेला आयौँ, कस्तो तरिकाले आयौँ, कुन घटनाक्रम बितेको थियो तिजी भूमको त्यो पडसालमा त्यस दिन? राज्यले भन्नुहुन्छ सुन्दर साथी, आज पाठघाट जाने दिन हो, सबैजना रेडी हुनुहोस्। हामीहरू पाठघाट गएर झिल्ना गर्नेछौँ, त्यहाँको नजरिया हेर्नेछौँ, त्यहाँ कस्तो खुबसुरत नजारा छ त्यो हेर्नेछौँ भन्दाखेरि राज्यले पाठघाट पुर्याउने त्यस दिन तर राज्यले दिलमा के लिनुभयो? सखियाहरूले अक्षरको घाट मागुन् भन्ने राज्यले हामीहरू ब्रह्मात्माहरूको हृदयमा त्यो खेलको चाहना उत्पन्न गराउनु हुँदछ। राज्यले दिलमा लिनुहुन्छ, पहिले लै हक्के दिलमे। पहिले के गर्नुहुन्छ? राज्यले आफ्नो दिलमा लिनु हुँदछ। के दिलमा लिनु हुँदछ? एक पातशाही अरसकी और वाहिदत का इश्क, सो देखलाउने रुहनको पहिले दिलमे लिया हक। एक पातशाही राज्यको हुकमले कसरी हुकमद्वारा अक्षर ब्रह्मलाई हुकम हुँदछ, अक्षर ब्रह्मद्वारा अव्याकृतलाई, अव्याकृतद्वारा आदिनारायणलाई, आदिनारायणबाट यो खेल जगत कसरी बनिँदछ? क्षर अक्षर अक्षरातीतको जुन हामीहरू भेद बताउँदछौँ, सुन्दछौँ। अब त्यो साहेबी सत अङ्गको बारेमा पनि हामीहरू ब्रह्मात्माहरूलाई केही थाहा छैन। अक्षर ब्रह्मलाई केही थाहा छैन रङ्गबलको भित्र के लीला हुँदछ। राज्यको हृदयमा कति प्रेम छ त्यो हामीहरू ब्रह्मात्माहरूलाई थाहा छैन। बस इश्कमा सराबोर छौँ, आफ्नो प्रियतमलाई रिझाएको छौँ रात दिन, त्यति मात्रै थाहा छ। तर राज्यले एक दिन दिलमा लिनुभयो, आज चाहिँ ब्रह्मात्माहरूलाई बस अब म खेल देखाउने कारज गर्छु, म आनन्दबाट हटाएर म सत्यको लीला देखाउँछु, साहेबीको म लीला गर्दछु। अब आज परमधाममा अनादिकालदेखिबाट म इश्कको प्रेममय लीला गरिराखेको छु, अब म साहेबीको लीला देखाउँछु। अब
भनेर हृदयमा लिनुभयो। अब राज्यले अर्को कुरा के हृदयमा लिनुभयो कि हामी सखीहरूले तिजी भूमको त्यो पडसालमा बिहानको निरत चलिरहेको हुँदछ। बिहानदेखिबाट नवरङबाई निरत गरिरहेको छन्, अरू पनि सखियाहरू निरत गरिराखेको छन्। हामीहरू सखी कति प्राय सखियाहरू त्यो तिजी भूमको त्यो पडसालको त्यो किनारमा रेलिङमा हात यसरी राखेर हामीहरू निरतको तर्फ हाम्रो ध्यान छ। राज्य र श्यामाजी आपसमा नजर मिलाएर बस प्रेमको त्यो आनन्द पिलाइराख्नु भएको छ। राज्यको नजरबाट पुरा परमधाम चल्दछ। राज्यको नजर आनन्दमय नजरबाट परमधामका ब्रह्मात्माहरू निरत गरिरहेको छन्, अनेकको लीला गरिरहेको छन्। सुन्दर साथजी ध्यान दिनुहोस्, एउटा नजर छुपाउनु भएको छ, एउटा नजर आनन्दमय छ, इस्कमय छ, एउटा नजर साहेबीको छ। 7:30 बजीको समयमा अनादिकालदेखिबाट लिएर अक्षर ब्रह्म सत अङ्ग राज्यको आएर दिदार गर्दछन्, आफ्नो सत अङ्गको नजरको दर्शन गर्दछन्। बस प्रणाम करके पछि फिरे। सधैँ रोज आउनु हुँदछ, प्रणाम गर्नु हुँदछ, वापस फर्किनु हुँदछ। जे हुकम हुन्छ अक्षर ब्रह्मलाई त्यो आदेशलाई मानेर ऊ आफ्नो अक्षरधाममा आउँदछन् र त्यो कार्यमा लाग्दछन्। तर खेलमा आउने दिन के भयो, राज्यले के लिनुभयो दिलमा? ब्रह्मात्माले तिजी भूमको पडसालमा जुन निरतको आनन्दमय रस लिइरहेको अवस्थामा अब 7:30 बजेको समयमा अब राज्य महाराजीले के गर्नुहुन्छ? अक्षर ब्रह्म आफ्नो अनन्त फौज पशु पंक्षीको रूपमा त्यहाँ आएर राज्यको दिदारको लागि इच्छा गर्नु हुँदाखेरि अब राज्यले त्यस दिन आफ्नो दुईटै आनन्दमय नजर पनि अक्षर ब्रह्मको तर्फ जसरी नै घुमाउनुहुन्छ, जसरी अहिले म सामने हेर्दैछु, अचानक मैले उता हेर्न थालेँ भने तपाईँहरूको नजर पनि उतै जान्छ, अगर सन्मुख बसेर सुन्दैछौँ भने। जसरी अहिले चर्चा सुन्दा सुन्दै पनि कति प्रायको नजर मेरो नजरसँग छैन, उता छ, उतापट्टि दाएँ बाएँ घुमिरहेको छ, हैन? त्यस्तै गरी अचानक हामीहरूको त्यो नजर नवरङबाईको तर्फ थियो, निरतको आनन्द लिइराखेको थियौँ, राज्यको नजरसँग जोडिएको थियो। तर चाँदनी चोकमा राज्य महाराजजीले जसरी नै आफ्नो आनन्दको नजर अक्षर ब्रह्मको तर्फ फर्काउनु हुँदछ, निरत पनि रोकिन्छ र हाम्रो सखीहरूको सबै नजर ध्यान कता जान्छ? राज्यले दुईटै नजर कता फर्काउनु भयो? को आयो तल? तिजी भूमको त्यो पडसालको देलानबाट हामीहरू हेर्दछौँ। हेर्नुहोस् त, तल हेर्दाखेरि त चाँदनी चोकमा त अनन्त पशु पंक्षी जानवरको फौजको साथमा अक्षर ब्रह्म हुबहु राज्यको जस्तै स्वरूप छ। स्वरूप एक है, लीला दोई। राज्यको स्वरूप जस्तै देखिँदछ। आजसम्म हामीहरूले कहिल्यै पनि त्यो राज्यको शिवरको सतअङ्गलाई त देखेको पनि थिएन। एकटक हेर्दछौँ अनि यहाँ के हुँदछ? जो भी हुआ नजर नजर से। आनन्दको नजर साहेबीमा पर्दछ, साहेबीको नजर आनन्दमा पर्दछ। आनन्द को हौं? हामीहरू ब्रह्मात्मा हौं। रङ्गमहलबाट हामीले चाँदनी चोकमा त तिजी भूमको पडसालबाट कसलाई हेर्दैछौँ? साहेबी अक्षर ब्रह्मलाई हेर्दैछौँ। अक्षर ब्रह्म साहेबीको स्वरूप हुन्। उनको नजर आनन्दमयमा पर्दैछ, जुन आजसम्म उनलाई थाहा छैन। अब एक दुसरेलाई देखे पछाडि राज्यले जुन हृदयमा लिनु हुँदैछ, स्टेप बाई स्टेप राज्यले दिलमा लिनु हुँदैछ। पहिलेलाई हक्के दिलमे, पीछे आई माहे नूर। अक्षरको दिलमा पुग्दैछ, राज्यले जे दिलमा लिनु हुँदैछ अक्षरको दिलमा पुग्दैछ। अक्षरको दिलमा पहिला पुग्दछ। अक्षरसँग प्लानिङ बनाउनु हुँदैछ। खेल अक्षरले बनाउने हो, क्योंकि पहिला अफिसमा त कार्यालयमा त सारा कार्य गर्नु पर्यो। प्लानिङ कहाँ बनिन्छ? अफिसमा बनिन्छ नि त योजनाहरू। अनि आफ्नो सत अङ्गसँग योजना बनाउनु हुँदैछ, खेल कसरी बनाउने, ब्रह्मात्मालाई उतार्नु छ, कस्तो क्वालिटीको खेल बनाउनु पर्ने हो। आजसम्म अनादिकालदेखिबाट तैँले अनन्त ब्रह्माण्ड बनाइस् अक्षर ब्रह्म, अब तर स्पेसियल हुनुपर्छ। अब जुन ब्रह्मात्माहरूलाई म खेलमा तेरो खेलमा पठाउन आँट्दैछु, त्यहाँ चाहिँ एकदम स्पेसियल ब्रह्माण्ड बनिनु पर्दछ। चाहे ब्रजको होस्, ब्रजको कालमाया होस्, चाहे रासको योगमायाको ब्रह्माण्डमा होस्, चाहे जागनेको कालमायाको ब्रह्माण्डमा होस्। राज्यले भित्रभित्रै आफ्नो सत अङ्गसँग यो सल्लाह गरिदिइराख्नु भएको छ। जे दिलमा लिनु हुँदैछ त्यही अक्षर ब्रह्मको हृदयमा उत्पन्न हुँदैछ। अब त्यो तिजी भूमको पडसालमा हामीहरू ब्रह्मात्माहरूसँग अक्षर ब्रह्म तल चाँदनी चोकमा खडा भएको अक्षर ब्रह्मको नजर टक्राउँदछ। अनि त्यही भएर भनिन्छ नि, जो भी हुआ नजर नजर से। जे पनि भयो सब नजर नजरको खेल। हामीहरूलाई अब इच्छा हुँदछ, हो को हो धनी, के लुकाउनु भएको थियो? अझै के रहस्य छ तपाईँको हृदयमा? प्रेमको आनन्दको लीला त परमधाममा
देखाउँदै आउनुभएको थियो, खेलाउँदै आउनुभएको थियो। अब ऊ को हो फेरि? पशु पक्षी जानवरहरू खूब खुसाली सबको त दिदार गर्दै आएको थियौँ। 25 पक्षको शेर गराउनुहुन्थ्यो। नवमी भौमको छज्जामा बसाएर परमधामको चारैतर्फ देखाउनुहुन्थ्यो। तर कहिले पनि ऊ त नजर आएन। आज यो नजर आउनु कारण के हो? को हो ऊ? भन्दाखेरि राज्यले उब्जाएको यो प्रश्न पनि। राज्यले दिलमा ल्याउनु हुँदैछ ब्रह्मात्माहरूको। राज्यले जे दिलमा लिनु हुँदैछ त्यही हाम्रो जुबानमा निक्लिँदैछ। अब को हो त्यो पुरुष? परमधाममा अर्को पुरुष को हो? भन्दाखेरि यो मेरो सत अङ्ग हो जसको नाम अक्षर ब्रह्म। ऊ के गर्छ? मायाको खेल बनाउँछ। के हो माया? बस यो माया भन्ने शब्द सुन्ने बित्तिकै अझै तीव्र इच्छा हुँदछ। के छ लीला मायामा? परमधामको इश्कमय लीला त सुनेको थियो। परमधाममा तपाईँ इश्कको लीला गर्नुहुन्छ त्यो हामीहरूलाई थाहा छ। तर यो माया भन्ने चिज के हो? कस्तो हुन्छ माया? मायामा लीला कस्तो हुन्छ? हामीलाई चाहियो। राज्यले त्यतिखेर फेरि के गर्नुहुन्छ? इच्छा उत्पन्न गराउनु भयो तीव्र गतिको साथमा। ऊ त अक्षर ब्रह्मको हृदयमा उथुल-पुथुल हुँदछ। आजसम्म त मैले दायम दिदार के पाएको थिएँ? नूर जमालको मैले साहिबीको एक नजर हेरेको थिएँ। आज मैले ब्रह्मात्माहरू देखेँ, श्यामाजीलाई देखेँ। सबलाई देख्दैछु। आनन्दमय ती सखीहरूलाई देख्दछु। राज्यको आनन्द स्वरूपलाई म देख्दैछु। राज्य के हो यो? आजसम्म मैले दिदार नपाउनु कारण त्यो रङ्गमहलको भित्र जुन प्रेम इश्क तपाईँले वर्षाउनु हुँदछ त्यसको आनन्द त मैले कहिले पनि लिन पाइनँ। कृपा गर्नुहोस् ममाथि। मलाई त्यो आनन्दको लीला देखाउनुहोस् भनेर अक्षरको पनि अर्जी राज्य महाराजजीको दिलसम्म। ऊ त हामीहरू ब्रह्मात्माहरूको अब जिद सुरु भयो। हामीहरूलाई त पाटघाट जानु छैन। हामीहरूलाई कहाँ जानु छ? अक्षरको त्यो घाटमा जानु छ, जहाँ मायाको लीला हुँदछ। मायादेखि हामीहरू अनभिज्ञ छौँ, थाहा छैन कुन कस्तो लीला हो देखाउनुहोस् अनि हामीहरूदेखिबाट अन्तर नगर्नुहोस् भनेर अब सुरु हुँदछ। अब राज्यले मायाको क्वालिटी बताउन थाल्नु हुँदैन। त्यो मायामा असत जड दुःख छ, भुलिन्छौ, आफ्नो घरलाई भुलिन्छौ, मलाई भुलिन्छौ, त्यो हेर्ने लायक होइनौ, सुन्ने लायक पनि होइन। त्यसो किन सुनाउनु भयो त? हामीहरूलाई चाहियो। त्यहाँ सुरु हुन्छ बिहान 7:30 बजेदेखिबाट अब सुरु हुँदछ बहस। प्रेमको कुरो सुरु हुँदछ। हाम्रो प्रेम भुलिन्छौ, मलाई म तिमीहरूलाई हृदयबाट प्रेम दिँदछु। त्यो खेलमा जाँदाखेरि प्रेम पाउँदैनौ। मेरो प्रेम तिम्रो लागि सर्वोपरि हो भन्नु हुँदछ, सिकाउनु हुँदछ, कति सम्झाउनु हुँदछ। इश्क रब्द त त्यसै पनि अनादिकालदेखिबाट चलिरहेको छ। जहाँ इश्क धेरै हुँदछ त्यहाँ मेरो पनि प्रेम ठुलो, मेरो पनि प्रेम ठुलो भनिन्छ। यहाँ पनि त्यस्तै हुँदछ। राज्य हाम्रो प्रेम ठुलो हो। श्यामाजीले भन्नुहुन्छ होइन मसँग ब्रह्म आत्माहरू धेरै छन्। मेरो हृदयका अङ्गहरू हुन् ब्रह्म आत्माहरू हुन्। ती 12,000 ब्रह्म आत्माहरूको अनन्त परमधाममा त अब के को हिसाब? अनन्त ब्रह्म आत्माहरूको हृदयको जुन प्रेम छ मेरो हृदयबाट जाँदछ। अनि धनी मेरो प्रेम ठुलो भयो नि। राज्यले भन्नुहुन्छ न मेरो प्रेम ठुलो हो। म तिमीहरूलाई रोज त्यो तल जब दिदार गर्नको लागि श्यामाजीको सहित ब्रह्म आत्माहरू आउँदछौ त्यतिखेर मेरो नजरबाट तिमीहरूको हृदयमा प्रेम उडेल्दछु म। त्यो तेजी भौमको जुन पडसालमा अर्श मिलावले चली संग अपने सुभान किया चाह्या दिल का आगो आइले मेहरबान जुन यो लीला हुँदछ त्यहाँ राज्य महाराजजीले त्यतिखेर नै श्यामाजीको मागमा सिन्दुर भर्नु हुँदछ। हामी सबै ब्रह्मात्माहरूको मागमा सिन्दुर भरिँदछ। प्रेमको लीला हुँदछ। राज्यले एकटक श्यामाजीलाई निहार्नु हुँदछ त हामीहरूलाई पनि एहसास हुन्छ कि राज्यले हामीहरूलाई हेर्नु हुँदैछ। त्यति बेलै राज्य महाराजले आफ्नो इश्कद्वारा आफ्नो नजरबाट इश्क पिलाउनु हुँदछ। तर यो कुराको जानकारी हामीहरूलाई त थिएन। कसले जानकारी दियो भन्दाखेरि आज यो खेलमा वाणीले जानकारी दिँदैछ। यो वाणीले यो छठ सागर मधु सागरको इलमको सागरले हामीलाई जानकारी दिँदैछ कि परमधाममा यस्तो खालको लीला हुँदै थियो भन्ने। त्यही त याद दिलाउनु हुँदैछ। अब त्यहाँ परम तिजी भूमको त्यो पडसालमा बिहान 7:30 बजेदेखिबाट लिएर बेलुकासम्म हामीहरू लगभग 4 बजेसम्म त राज्यसँग यही रब्द चल्दछ। हाम्रो जिद माया हेर्ने, राज्य माया नहेर भन्ने जति राज्यले मना गर्नुहुन्छ एक तरफबाट राज्यले जुबानबाट मना गर्नु हुँदैछ, हृदयबाट हाम्रो हृदयमा तीव्र इच्छा पैदा गर्नु हुँदैछ। जिद उत्पन्न गराउनु हुँदैछ। बहस गर्दै बेलुका हुँदछ अनि ल अब तिमीहरूको जिदको अगाडि म नतमस्तक छु हिँड
भनेर राज्यले के गर्नुहुन्छ, प्रथम भौमको 5वीं गोल हवेली मूल मिलावा जसलाई भनिन्छ, रात दिन हामीहरूले आफ्नो त्यो मूल मिलावालाई याद गर्नु भनेर राज्यले सम्झाउनु हुँदैछ। किन सबैभन्दा धेर वाणीमा मूल मिलावालाई याद गर्नु भन्ने प्रसङ्ग आउँदछ। ए मूल मिलावा अपना नजर दिजे इत, पलक न पिछे फेरिए ज्यू इस्क अङ्ग उपजत भनेको छ। हर पल हर समय श्रीराज श्री ठकुरानीजी प्रथम भूमि विराजमान भए। वाणी मन्थन गर्नुहोस्, वितक मन्थन गर्नुहोस्, सेवा पूजा हेर्नुहोस्, सबैभन्दा पहिला हाम्रो सुर्तालाई कहाँ पुऱ्याएको छ, मूल मिलावा। किन, जहाँ बसेर हामीहरूले फरामोसी भएको छौँ, जहाँ हामीहरू जागृत हुनु पर्दछ, त्यहाँ जागृत नभइकन 25 पक्षको अरू सुख कसरी लिन सकिन्छ। त्यही भएर परमहंसहरूद्वारा पनि हामीहरूलाई पहिला मूल मिलावामा पुगेर कञ्चन रङ्गको सिंहासनमा त्यो युगल स्वरूपको शोभा श्रृङ्गारलाई आफ्नो हृदयमा बसाउने प्रयास गर्नुहोस्। त्यहाँ हाम्रो परात्मको शोभालाई हेर्नुहोस्। परात्मको त्यो शोभा हाम्रो हृदयमा बसिसके पछाडि मात्रै अनि अरूतिर हाम्रो सुर्ता लाग्नेछ, अनि हाम्रो आत्मजागृति हुँदछ, अनि हामीहरूलाई त्यो मूल मिलावाको 25 पक्षको लीलाहरू याद आउनेछ, अनि इस अङ्गमा इस्क उत्पन्न हुँदछ, ज्यू इस्क अङ्ग उपजत भनेको छ। अनि त्यही नै भुलिएको हुनाले गर्दाखेरि आज यो वितकको माध्यमबाट लादासीको धाम दिलमा विराजमान भएर हामीहरू सुन्दर साथीलाई त्यो पल त्यो घडी याद दिलाउनु हुँदैछ। अब राज्यले हामीलाई कहाँ लिएर जानुभयो, मूल मिलावामा, मूल मिलावामा लिएर जानु हुँदछ। इच्छा के लिनु हुँदैछ, एक खेल देखन की इच्छा उपजाई दोय, अक्षर और संयनको आदि अनादि फल कैयो सोय। यो खेल देख्ने इच्छा कसको मनमा इच्छा उत्पन्न गराउनु भयो, दुईजनाको को, हामीहरू ब्रह्मात्मा र अक्षर ब्रह्म आफ्नो सत अङ्ग। अक्षर और संयनको आदि अनादि फल कोही, दुईजनाकै मनमा यस्तो खालको इच्छा उत्पन्न गराउनु भयो कि अघि नै मैले भने तिजी भौमको पडसालमा आनन्दको नजर साहेबीको नजरसँग जुद्ध छ, साहेबीको नजर आनन्दसँग जुद्ध छ। अब हामीहरू ब्रह्मात्माको हृदयमा आदि फल भनेको यो संसारको माया हेर्ने इच्छा भयो। आदि भनेको जो चाहिँ बनिँदछ, मिट्दछ, क्षण यहाँ यो संसार कालमायाको ब्रह्माण्डमा हेर्नुहोस् त, जे चिज बनिँदछ त्यो मिट्दछ, त्यसलाई आदि भनियो। अनादि के भनियो, अनादिकालदेखिबाट परमधाममा जुन राज्य महाराजी हामीहरूलाई इस्कको लाड लडाउनु हुँदैछ, जुन रस पिलाउनु हुँदैछ, त्यो परमधामको त्यो प्रेम आनन्दको फलको इच्छा कसको हृदयमा जागृत भयो, अक्षर ब्रह्मको हृदयमा जागृत भयो। अक्षरातीत के मोहल में प्रेम इश्क बर्तत, सो शुद्ध अक्षर को नहीं किन विध केली करत। सोच्नुहोस्। त्यही भएर यहाँ भन्नु हुँदैछ, एक खेल देखन की इच्छा उपजाई दोय, अक्षर और संयनको आदि अनादि फल खैयो सो। यो खेलमा 6औं दिनको लीलामा हामीहरूलाई त्यो परमधामको राज्य महाराजीको दिलसम्म पनि पुर्याउनु हुँदैछ। हेर्नुहोस्, दिलको इच्छासम्म पुर्याउनु हुँदैछ। यो सारा खेल राज्यको दिलबाट चल्दैछ भन्ने पनि जानकारी दिनु हुँदैछ एक तर्फबाट। अर्को तर्फबाट हामीलाई मूल मिलावाको घटनाक्रम याद दिलाउनु हुँदैछ। अनि राज्यको दिलको इच्छा जबसम्म बुझिँदैन अनि कसरी हामीहरू आफ्नै इच्छामा हिँडिरहेको छौँ आजसम्म। राज्यको दिलको इच्छा जान्नु पर्यो नि, राज्यको दिलमा के छ त्यो जान्न जरुरी छ। त्यसैले यो वितकले हामीलाई याद दिलाउँदछ। वितकलाई यसरी मन्थन गर्ने अनि परिक्रमा खिलवत परिक्रमा सागर श्रृङ्गारले हामीलाई त्यो भेद त्यो राज्यको दिलसम्म पुर्याउँदछ कि राज्यको दिलमा के चल्दैछ। अनि राज्यको दिलको अनुसार हामीहरू हिँड्न सक्छौँ। अहिलेसम्म हामीहरू आफ्नो दिलको अनुसार हिँडिरहेको छौँ। त्यही भएर हामीहरू हर समय फेल हुँदैछौँ। राज्यको दिलको अनुसार हिँड्न थालौँ त। चौपाईले कति गहिरो चौपाई थियो अघि बोलेको थिएँ मैले। ए लस्कर सारा दिलका, यो जानकारी पनि कहाँबाट पायौँ, खेलमै वाणीबाट पाउँदछौँ। ए लस्कर सारा दिलका, सो सब दिलभरि चाहे, दिल अपना दे। अनि दिल त आफ्नो दिनु पर्ने रहेछ त। यहाँ के आदेश आएको छ, दिल अपना दे इनका लिजे इन विद चरणों पहुँचाए। आफ्नो दिल जबसम्म प्रियतमलाई दिँदैनौ तबसम्म राज्यको दिलको कुरा के पनि जान्न पाइँदैन। सुन्दर साथी, अहिले दिल दिएर कसरी यहाँ बस्नु भएको छ खेल यो जुममा, दिल दिएर बस्नु भएको छ नि, तब त राज्यको हरेक एक कुराहरू हृदयमा उडेलिँदैछ। अनि यो खेलमा पनि राज्यले भन्नु हुँदैछ। अब अघि पनि चौपाईमा के आएको थियो, अब तुम सुनियो चित्त दे, लाल आगे आए बैठे इन तखत। चित्त दिने दिल दिने कुरा बार बार गर्नुभएको छ। बार बार जब एउटै कुरो दोहोऱ्याउनु हुँदैछ भने किन के हुँदैछ, लट्टी के हुँदैछ, भूल के हुँदैछ हामीहरूबाट कि हामीले दिल दिएको छैनौँ राज्यलाई अहिलेसम्म। यो हाम्रो बहुत ठुलो भूल हुँदैछ।
बार बार भन्नुहुँदैछ, सुनो रुहें अर्श की ये जो अपनी बितक, जो हमसे लटी भई ऐसी करे न कोही मुतलक। जो हामीहरूबाट जुन लट्टी भइरहेको छ, भूल भइरहेको छ, यस्तो त कसैले पनि गर्दैन। अनि भूल के हुँदैछ कि दिल दिएको छैनौ। जो चाहिँ आफ्नो आत्माको प्रियतम छ, जसलाई तुम दुल्हा में दुल्हन और न जानु बात भन्दछौँ, उसलाई आफ्नो दिल दिएको छैनौ। दिल कहाँ लागिरहेको छ? मायामा। अनि बैठे मासुक जाहेर पर दिल न इत लगत भनेर चौपाई पनि आउँदछ सिंगारमा गएर। अनि मासुक त जाहेर बस्नुभएको छ ब्रह्मवाणीमा। हक्क बैठे इन इलममै। यो खेलमा आफ्नो मासुकलाई कसरी दिदार गर्ने? हक्क बैठे इन इलममै। यो वाणी र बितकमा त साक्षात राज्य महाराज विराजमान हुनुभएको छ। तर हाम्रो के हुँदैछ? बैठे मासुक जाहेर पर दिल न इत लगत अरे। मासुक जाहेर बस्नुभएको छ, तर हाम्रो दिल राज्यको मुखारबिन्द हेर्ने तरफ लागेको छैन। दिल राज्यको यो चौपाईको तरफ लागेको छैन। दिल राज्यले बताएको लीलाहरूमा लाग्दैन। अनि कहाँबाट त हामीले सुख पाउने? यही त भूल भइरहेको छ सुन्दर साथजी। बार-बार भूल भइरहेको छ, बार-बार मूल मिलावा याद दिलाइराख्नु भएको छ। आजदेखिबाट मूल मिलावा याद दिलाएको हो। चौथो दिनको लीलामा देवचन्द्रजीको श्यामाजीको हृदयमा जसरी नै राज्य आएर विराजमान हुनुहुँदछ, त्यहाँदेखिबाट याद दिलाउनु हुँदछ। सुन्दर साथजी, परमधाम याद गर्नुहोस्, आफूले गरेको लीलाहरू याद गर्नुहोस् ब्रजराजको, 25 वर्षको लीलाहरू याद गर्नुहोस्। दिन-रात सद्गुरु महाराजजीको मुखारबिन्दबाट दिन-रात के को वर्णन हुँदथ्यो लु भन्नुहोस् त? ब्रजराज र परमधामको वर्णन हुँदथ्यो। याद दिलाउने क्रम त चौथो दिनको लीलादेखिबाट सुरु भएको हो त। अझै 5औं दिनको लीलामा त जामनगरदेखिबाट लिएर पन्नाजीसम्मको यात्रामा हेर्नुहोस् त इन्द्रावतीको धामदिलमा विराजमानबाट राजश्यामाजी फेरि 2 जना, राज्य पनि श्यामाजी पनि 2 जना नै याद दिलाउनको लागि निक्लिनु हुँदछ। अनि आजसम्म पनि याद दिलाइराख्नु भएको छ। तर हाम्रो दिल नलाग्नाले गर्दाखेरि न चौथो दिनमा हामीहरू राम्रो तरिकाले हामीहरूलाई याद आयो, न 5औं दिनमा हामीहरूले दिल लगायौँ। दिल हाम्रो प्राणनाथजीसँग लाग्दै लागेन 5औं दिनको लीलामा। नभए आज यसरी उँघ्दै सुन्नु परेको थिएन। जबरजस्ती बस्नुपर्ने थिएन आज। 5औं दिनको लीलामा अगर प्राणनाथजीको प्रति हामीहरूको दिल लाग्थ्यो भने त आज यो नौबत आउने थिएन नि। यसरी जुममा बसेर जबरजस्ती सुनाउने। आँखा झप्की-झप्की निन्द्रा टुटाई-टुटाई त। अहिले त आवेश स्वरूपको चरणमा मजाले जागनीको सुख लिइरहेको हुन्थ्यौँ। अनि एउटा दुईटा भूलले हाम्रो कत्रो ठुलो नोक्सान हुँदैछ, यो कुरो बुझेको छ? अनि हाम्रै आफ्नो गल्तीले लट्टी भनेको भूल। ऐसी करे न कोही मुतलक। मायाको जीवले चाहिँ यस्तो गर्दैन है। त्यही भएर जयराम भाइ कंसरालाई भन्नुहुन्छ माध्यम बनाएर, तुमको ऐसा न चाहिए जो चचोड त ठोर मुर्दार भनेर भन्नुहुन्छ। अनि हामीहरूलाई पनि त त्यही हो भनेको। हामीहरूले दुईटा चान्स गुमाइसक्यौँ सुन्दर साथजी। अनि अहिले यो 6औं दिनको अन्तिम चरणमा पनि अगर हामीहरूलाई आफ्नो मूल मिलावा याद आउँदैन, जहाँबाट हामीहरूको एक्सिडेन्ट भएको छ, जहाँबाट हामीहरू खेलमा उत्रिने कारण बनिएको छौँ। अनि त्यही मूल मिलावलाई त याद गर्ने हो, जहाँबाट चाहिँ हामीले खेल हेर्दैछौँ। वितकको पहिलो प्रकरणले यही सिकाउँदैछ। अनि उता देवचन्द्रजीको जब लीला सुरु भएर पन्नाजीसम्म घटनाक्रम लाँदा पनि हामीहरूको जीवलाई आत्मलाई र जीवलाई राज्यमार्गले जागृत गराएर परमधामकै तर्फ लानु हुँदैछ। यो वितकले पनि आखिरमा गएर टुङ्ग्याउँदैछ कहाँ? परमधाम। गुम्मटजी लानुको मतलब के हो? गुम्मटजीको तरहटीसम्म पुर्याउनुको मतलब के हो? अब यो वितकले हामीहरूलाई कहाँ पुर्याउँदछ थाहा छ? अगर हामीहरूले सँगसँगै सफर गर्यौँ भने, हामीहरू सँगसँगै उमरकोटदेखिबाट लिएर श्यामाजीको हात पक्रिँदै भोजनगर हुँदै जामनगर पुग्दै, जामनगरबाट फेरि इन्द्रावतीको हात समात्दै हामीले कहाँ पन्नाजीको तरहटीसम्म पुग्नु पर्यो। जबसम्म तरहटीमा पुगिँदैन, एकान्तमा पुगिँदैन। छिप्के साहेब की जे याद, खासल खास नजदीकी स्वाद। गुम्बटजीको त तरहटीमा जबसम्म पुगिँदैन, तबसम्म परमधाम मूल मिलावामा कसरी जागृत हुन्छ? यही हो सफर वितकको। अनि वितकमा त म सफर गर्दैछु भन्ने एहसास गर्नुपर्छ। श्यामाजीले गरिसक्नुभयो, इन्द्रावतीले सफर गरिसकिन्, लालदासजीले पनि आफ्नो घरबार जमिन जायदाद सब कुछ छोडे, चिन्तामणिले आफ्नो 4000 शिष्य पनि छोडे, जति छन् छोड्नेवाला सब छोडिसके, नछोड्नेवाला सिर्फ हामीहरू हौँ। त्यही भएर हामीहरूलाई वितक सुनाउँदै हुनुहुन्छ। सिर्फ हामीहरूले छोडेको छैन केही। अरू सबले छोडे, माया छोडे, संसार छोडे, आफ्नो धामधनीको तरफ फिदा भए। नछोड्नेवाला सिर्फ हामीहरू हौँ, जो अहिले पनि हामीहरूले मायालाई
पक्रेर बसेको छौँ। राज्यको तर्फ हाम्रो दिल लाग्दैन। अनि त्यही भएर हामीहरू अझै पनि राज्य महाराजले एकदम जबरजस्ती, त्यही भएर के भन्नुभयो, किलतमा गर मारा कया काढा कया और कया हो जुदा। अब तरिका सिकाउनु भयो सुन्दर साथी, तपाईहरुलाई त्यसै हुने रहेछ। तपाईहरुलाई बहुत तरिका बताउनु पर्ने रहेछ। तपाईले आफ्नो मेखुदीलाई मारेर हुन्छ कि निकालेर हुन्छ कि यो देखिनबाट जुदा अलग भएर हुन्छ। कसरी हुन्छ, आफ्नो मेखुदीलाई हटाउनुहोस् अनि मात्रै आफ्नो खुदालाई हृदयमा बसाउन पाउनुहुन्छ, आफ्नो परमात्मालाई हृदयमा बसाउन पाउनुहुन्छ भनेर सिकाउनु हुँदैछ खिलवतमा श्यामाजीले। हामीहरूलाई कठिन हुँदैछ छोड्नको लागि सुन्दर साथी। अनि हामीहरूलाई नै ब्रजको त्यो लीला घटनाक्रम याद दिलाउनु हुँदैछ सुन्दर साथी। कस्तो स्थिति थियो ब्रजमा याद गर्नुहोस्। रासमा कस्तो स्थिति थियो याद गर्नुहोस्। मूल मिलामा परमधाममा कस्तो स्थिति थियो। अनि आफ्नो प्रेम ठुलो बनाएर आएको हैनौ खेलमा। खोइ त आज त्यो प्रेमको एउटा अलिकति पनि 1% पनि हृदयमा आउँदा त म त आइहाल्छु त सामने। अनि इश्क रब्द कतिजनामा भयो, राज्य श्यामाजी सुन्दर साथ। राज्यले पनि भन्ने मेरो प्रेम ठुलो, श्यामाजीले पनि भन्ने मेरो प्रेम ठुलो हो र हामीहरू ब्रह्मात्माले पनि मेरो प्रेम ठुलो हो भनेर भन्यौं। त्यो जितले अब मूल मिलामा हामीहरू गोल हवेली, त्यो मूल 5वीं गोल हवेलीमा हामीहरू आएर विराजमान हुँदछौँ। राज्यले हृदयमा लिनु हुँदछ। अब राज्यले के देखाउनु भयो, कस्तो टेक्निकले खेल देखाउनुहुन्छ। राज्यको दिलमा छ नि त मेरो ब्रह्मात्मालाई त, परात्मको स्वरूपलाई त यो खेलमा त ल्याउन सक्नुहुन्न, ल्याउनु पनि हुन्न, नसक्ने त कुनै पनि छैन, अनहोनी हो। अब राज्यले यहाँ के लिनुहुन्छ दिलमा, अनहोनी हक्के ऐसी करी करके ऐसी फिकर पर्दे मिने झुट दिखाइया बीच बक्का कायम नजर। राज्यले दिलमा लिनु हुँदछ। के गर्नुभयो, अनहोनी, यस्तो खालको अनहोनी राज्यले हृदयमा लिनु हुँदछ। त्यस्तो अनहोनी आजसम्म भएकै थिएन। अब मूल मिलामा विराजमान धामधनीले हामीहरू ब्रह्मात्माहरूलाई के आदेश दिनु हुँदछ कि सकियो, एक टक मेरो नजरमा हेर, बस दाएं बाएं सुरत भान नजर पियासो साध। एक टक मेरो नजरमा हेरिराख है। राज्यले आफ्नो नजर खुला राख्नुभयो। हामीहरू ब्रह्मात्माहरूले आफ्नो नजर राज्यको नजरसँग मिलाउँदछौँ। त्योभन्दा अगाडिको के छ प्रसङ्ग, डर छ मनमा। राज्यले मायाको खेलको हकीकत बताइसक्नु भएको छ। मूल मिलामै सब कुछ बताइसक्नु भएको छ। परमधामदेखिबाट बाहिर जाने कुरा गर्दैछौ, मलाई भुलिन्छौ, आफूलाई भुलिँदछौ। परमधामको 25 पक्षको यो सुखलाई, यो आनन्दलाई, यो इश्कलाई भुलिनेछौ। याद राख्ल नि, यस्तो खालको खेल छ जहाँ झुट ही झुट चल्दछ। हामीहरू भजन पनि सुन्दछौँ नि, दहशत भई दिल में हो न जुदाई अरे। कस्तो खालको दहशत बसो, डर। दहशत भनेको के हो, डर। दिलमा यस्तो खालको डर बस्दछ कि साँच्चै राज्यले भनेको कुरा त साँच हुँदैन नि, हामीहरू अलग अलग त हुँदैन नि भनेर एक दुसरे सकिएको हात समात्न थाल्यौं। अब हात समात्नले पनि हात पनि छुट्टिन खोज्दछ। एक दुसरेसँग अङ्कमाल गर्दछौँ। अनि अङ्कपाल पनि यस्तो कि एउटा सुई पनि त्यो दुईजना सखीको बीचबाट पस्न सक्दैन, एउटा सानो तिनका पनि पस्न सक्दैन। त्यति हामीहरू एक दुसरेसँग एट्याच हुँदछौँ, एक दुसरेसँग त्यसरी चिप्किँदछौँ। राज्यले त्यो बैठक देखेर के गर्नुहुन्छ, मन्द मन्द मुस्कुराउनु हुँदछ। हामीहरूको त्यो बैठक देखेर राज्य महाराजी मुस्कुराउनु हुँदछ। अनि अब राज्य महाराजी सिंहासनमा बस्नु हुँदैछ अनि आफ्नो हस्तकमलबाट राज्य महाराजीले हाम्रो नुरी हातबाट के गर्नुहुन्छ, आफ्नो त्यो पागलाई समार्नु हुँदछ। थाहा छ, सिंगारमा गएर सबै खुलासा वर्णन आउँदछ। राज्यले सबभन्दा पहिला के गर्नुहुन्छ, खेल देखाउनको लागि 3 पेजमा राज्य महाराजीले पागलाई बार्नुहुन्छ, बान्नु हुँदछ पागलाई हातमा, एकदम बिल्कुल दिलमा भाव लिँदै। सखियाहरू बसेको त्यो स्थितिलाई पनि हाँस्नु हुँदछ देख्दै अनि मुस्कुराउँदै पागलाई लपेट्नु हुँदछ। सारङ्गीको रूप दिनुहुन्छ पागलाई, 3 चोटि लपेट्नुहुन्छ। यो खेलमा आएर थाहा भयो कि 3 चोटि राज्यले किन लपेटेको भन्ने कुरा। राज्यले 3 चोटि म खेल देखाउँछु, अगाडि भन्नुहुन्छ, ताके 3 तकरार कहे सो भई तीनों इन्ड ब्रज राज जागनी। राज्यले दिलमा जे इच्छा लिनु हुँदैछ त्यही हरकत आफ्नो उसबाट पनि, तनबाट पनि देखाउनु हुँदैछ। राज्यले दिलमा जे इच्छा लिनु हुँदैछ त्यो आफ्नो सामने जाहेरी रूपमा देखाउनु हुँदैछ। सखियाहरूले हेर्दैछन् तर बुझेको छैनौँ। अनि अर्को स्थिति राज्यले अर्को के पोजिसन लिनु हुँदछ,
राज्य अब तयार भयो भन्दाखेरि भयौँ। अब राज्य महाराजको दुईटै चरण कमल नुरको चौकीमा विराजमान थियो। अब राज्यले भन्नुभयो अब तयार हुन है, एकदम बिल्कुल खेल अब फिल्म सुरु हुन आँट्दैछ नि भन्ने साथ राज्यले के गर्नुभयो, आफ्नो आनन्दमय अङ्गको तर्फको जुन खुट्टा छ त्यसलाई अक्षर ब्रह्मको सत अङ्गको जाँघको तर्फ हेर्नुहोस्। सत अङ्गको चाहिँ जुन दायाँ चरण कमल छ त्यसलाई बायाँ जाँघको माथि राख्नु हुँदछ। जसरी नै राख्नु हुँदछ तुरन्त फरामोसी हुँदछ। अब यसको के हो कारण? भातुन कारण के छ? साहेबीले अघि पनि भने तिजी भौमको पडसालबाट आनन्दको नजर कोसँग जुत्दछ? साहेबीसँग। त्यही भएर राज्य महाराजले के गर्नुभयो, अब साहेबीले आनन्दलाई दबाउँदछ। राज्य महाराजजीको सत अङ्गको तर्फको चरण कमललाई आनन्दमय अङ्गको चरण कमलमाथि राख्नु हुँदछ। जसरी नै राख्नु हुँदछ तुरन्त फरामोसी हुँदछ। अनि त्यो फरामोसीमा हामीले आफूलाई कहाँ देख्दछौँ? कतिवटा राज्यले दिलमा ब्रह्माण्ड बनाउने इच्छा गर्नुभएको र सबैभन्दा पहिला हामीहरू कुन ब्रह्माण्डमा आयौँ र राज्यले कुन हिक्मतले खेल देखाउनु हुँदैछ, कहाँ दिलमा लगेर कस्तो खालको खेल सुरु गराउनु हुँदैछ, 3टा फिल्म राज्यले देखाउने निर्णय लिनुभएको छ, इच्छा लिनुभएको छ। जसरी हामीहरू फिल्म हेर्न जाँदछौँ त्यसै गरी राज्यले 3टा फिल्म 3टा क्यासेट रेडी पार्नु भएको छ, ब्रज रास जागनी रूपी क्यासेट। अब सबैभन्दा पहिला फर्स्टमा कुन फिल्म देखाउन आँट्नु हुँदैछ? ब्रज लीलाको। अब राज्य महाराजले एकदम बिल्कुल खेल देखाउनको लागि तत्पर तयार हुनु हुँदैछ। सुन्दर साथजी, हामीहरू मूल मिलावा छोडेर अब आफ्नो सुर्ताद्वारा खेलमा कसरी अवतरित हुनेछौँ, त्यो ब्रजमा कस्तो घटनाक्रम हुँदैछ त्यो हामीले भोलि फेरि श्रवण गर्नेछौँ। अहिले समय भयो, समाप्त गरे। प्रणाम जी। प्रणाम जी। सेवादार सुन्दर शाहजी बालाजीको चरणमा कोटी कोटी प्रेम प्रणाम। उहाँले बहुतै बारीकमा एकदमै शब्द शब्दमा यस्तो डुबाएर हामीलाई पितक चर्चा यस्तो आनन्दपूर्वक लिने श्रवण गर्ने मौका पाएका छौँ सुन्दर शाहजी। अब समयको धेरै मध्यनजर गर्दै मैले काठमाडौँबाट अमिश उप्रेतीज्यू आजको प्रसङ्गलाई अलिकति लिएर बितकको थोरै 5 मिनट मात्र हजुरलाई मैले आग्रह गरेँ। सुन्दर शाहजी प्रणाम जी। भाव राखिदिनु होला। भाव राखिदिनु होला। हजुर सबै सुन्दर साथजीलाई प्रणाम जी। मेरो आवाज आइरहेको छ त? एकदमै राम्रो। हजुर आज अब यो पहिलो बितकको प्रसङ्ग चलिरहेको छ अनि यसमा अब सबभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ हजुरको यो जुन स्टार्टिङमा जुन बितकमा एउटा नाटकीय ढङ्गले एउटा गहिरो तथ्यलाई अक्षरातीतले बितकको माध्यमबाट यहाँ प्रस्तुत गरिरहनु भएको छ कि कसरी भन्नुभएको छ भन्दाखेरि हामी सब सखीहरूले के भन्यौँ भन्दाखेरि स्क्रवध भयो त्यहाँ पहिलो कुरा त परमधाममा। र स्क्रवध हुँदाखेरि हाम्रो के भयो भन्दाखेरि हामीले भन्यौँ अक्षरातीतलाई कि अक्षरातीत हामी बढी प्रेम गर्छौँ हजुरसँग। अनि श्यामाजीले के भन्नुभयो, हे सखिया तपाईँहरू त सबै मेरै अङ्ग हो, म बढी प्रेम गर्छु हजुरहरूलाई भन्नुभयो। अक्षरातीत के भन्नुहुन्छ कि हामी त भिन्न नै छैनौँ, हामी त दुई नै छैनौँ, अब कसले कसलाई प्रेम गर्ने, सबभन्दा सबै मेरै अङ्ग मेरै तत्त्व, तुम सब रुहे मेरे तन हो भनेर चौपाई पनि आउँछ वाणीमा। त्यो हिसाबले भन्दाखेरि अक्षरातीतले जुन कुरा भनिरहनु भएको थियो त्यो तथ्य हामी त्यहाँ परमधाममै बुझ्न सकिरहेको थिएनौँ। किन भन्दाखेरि जस्तै नुन जब पानीमा घोलिसकेपछि नुन र पानीको अन्तर थाहा हुँदैन। जस्तो प्रकारले नुनलाई अब त्यहाँ पानी मध्यमै गएर पानीले यदि यो सम्झाउनु भयो कि नुन ए नुन तँलाई यो फरक विषय लागिरहेको छ, नुनिलो म फरक हो, तर तथ्य चाहिँ के हो भन्दाखेरि हामी एक हो, हामी एक अङ्ग हो भन्ने तथ्य जुन छ त्यो विषय चाहिँ त्यहाँ पानीमा भएको जुन घोलिसकेको नुन छ, जुन परमधाममै विराजमान भएर हामी सखियाहरू एक रूपमा बसिरहेको छौँ, यो तथ्यको हामीलाई जानकारी थिएन र त्यसको लागि हामी यहाँ उत्रिनु पर्यो, यो संसारमा हामी आउनु पर्यो भन्ने हामीलाई यसरी व्याख्या गरिएको छ। र यसलाई नै अब हामीले कसरी बुझ्नुपर्छ, यो अत्यन्त गहिरो रहस्य अक्षरातीतले के खोल्दै हुनुहुन्छ यो माध्यमबाट भन्दाखेरि एउटा चौपाई आउँछ श्रृङ्गारमा कि हम अरस परस हक्के देखो मोमिनो हिसाब, हम हक
में हक हम में और हक बिना सब ख्वाब। तथ्य चाहिँ के छ भन्दाखेरि हम अरस परस हक के, जस्तो प्रकारले अघि भर्खर मैले दृष्टान्त दिएको जस्तै, जस्तो प्रकारले पानीमा जब नुन घोलिसकेपछि नुन र पानीको बीचको अन्तर थाहा पाउन सकिँदैन। हामीलाई त्यहाँ अलग लागिरहेको छ। राज्यको अलग अस्तित्व देखेको छौँ, श्यामाजीको अलग अस्तित्व देखेको छौँ, हामीले अलग अस्तित्व देखेको छौँ। अनि त्यो अस्तित्व देख्दाखेरि हामीलाई कस्तो महसुस भइरहेछ भन्दाखेरि हामी अलग-अलग हो भन्ने महसुस भइरहेको छ, द्वैतको भावना छ। यथार्थ चाहिँ के छ, अद्वैत अनन्त रहस्य रहेछ। जस्तै यसलाई चाहिँ अक्षरातीतले कसरी सम्झाउनु भएको छ भन्दाखेरि हम अरस परस हक के, राज्य र हामीमा त भेद नै छैन। जस्तो प्रकारले नुनमा पानी घोलिसकेपछि नुन र पानीमा अन्तर गर्न सकिँदैन। समुद्रको लहर उठ्छ, उठ्दाखेरि लहरले केही अलग रूप लिन्छ। समुद्रमा उठेको लहरले केही अलग रूप लिन्छ, केही समयको लागि अलग देखिन्छ, समुद्रबाट भिन्न जस्तो महसुस हुन्छ। तर यथार्थमा के हो भन्दाखेरि त्यो समुद्रबाटै उत्पन्न भएको हो र समुद्रमै मिल्छ। त्यसरी नै यो तथ्यलाई कसरी अक्षरातीतले सम्झाउँदै हुनुहुन्छ भन्दाखेरि हम अरस परस हक के, देखो मोमिनो हिसाब, हम हक में हक हम में और हक बिना सब ख्वाब। कि यथार्थमा त के हो, हम हक में, म राज्यमा, राज्य ममा, त्यो भेद नै छैन। हामीलाई अहिले भेद गराइरहेको यो संसारको एउटा गहिरो तथ्यलाई राज्यले त्यो माध्यमबाट, त्यो एउटा कहानी, एउटा नाटकीय एउटा भूमिका बाँधेर के सम्झाउन खोजिरहनु भएको छ भन्दाखेरि, अघि भर्खर सुन्दरसाथ बालाजीले पनि एउटा राम्रो चौपाई उद्धृत गर्नुभएको थियो कि मार्या कया, काड्या कया और कया है जुदा, यही मैं खुदी टले तो बाँकी रह्या खुदा। यसमा जुन तेस्रो र चौथो चरण छ त्यो साह्रै महत्त्वपूर्ण चरण हो कि यही मैं खुदी टले तो बाँकी रह्या खुदा। जब यही म अहङ्कार, यो म भाव छ जसले अस्तित्वको भिन्नता गराउँछ, जसले द्वैत भावना ल्याउँछ, जसले अलग हो भन्ने भावना ल्याउँछ, त्यसलाई मिटाइसकेपछि बच्ने के हो, यही मैं खुदी टले तो बाँकी रह्या खुदा। एक अक्षरातीत नै बच्नुहुन्छ मार्फत हाम्रो 4 अवस्था बताइन्छ, शरीयत, तरिकत, हकिकत र मार्फत। हकिकतसम्म द्वैत बनिरहन्छ। सखीलाई सखी भाव छ, म परमधामको अक्षरातीतको अङ्ग हो, राज्यको नूर हो भन्ने भावना छ, म राज्यलाई रिझाउँछु भन्ने भावना छ। तर मारिफतमा गएर चाहिँ कस्तो हुन्छ, हम हक में हक हम में और हक बिना सब ख्वाब। राज्य बिना सब ख्वाब हो। एक अक्षरातीतको अस्तित्व बाहेक उहीबाट लीला हो। जस्तो समुद्रबाट केही समय उसको लहर अलग देखिए पनि, बुलबुला जुन समुद्रमा उठ्छ, त्यो बुलबुला केही समयलाई अलग अस्तित्व लिए पनि त्यो समुद्रबाटै उत्पन्न भएको हो, समुद्रमै मिट्छ भन्ने तथ्यलाई, त्यसरी नै यहाँ हामीलाई भेद केले गराइरहेको छ भन्दाखेरि अहमले भेद गराइरहेको छ, यो म भावले भेद गराइरहेको छ। जुनलाई मिटाइसकेपछि त अब यो म भाव भनेको के हो भन्दाखेरि हाम्रो विचारको समूहलाई म भनेको छ। दार्शनिक हिसाबमा यो मको व्याख्या कस्तो छ, यो अहङ्कार भनेको के हो त, जसले म र राज्य मेरो अक्षरातीत जुन एकत्व स्वरूप हो, जुन मार्फत जुन एक स्वरूप हो, त्यसलाई भेद गराउने यो म चाहिँ के हो भन्दाखेरि हामीलाई सानैदेखि सिकाएको हाम्रो पर्सेप्सन्स, हामी कस्तो समाजमा हुर्क्यौँ, हामीलाई सानैदेखि हाम्रो आमा-बुवाले, हाम्रो समाजले के सिकायो, हामीलाई हाम्रो पढाइले, हाम्रा गुरुले के सिकाउनु भयो, त्यो पर्सेप्सनले हामी जुन हाम्रो विचारले जुन हामी बनेको छौँ, हाम्रो यो विचारको समूहलाई नै म भनिन्छ। र ध्यानमा पनि यही कुरा ध्यानमा कसरी जोडिन्छ भन्दाखेरि, जब ध्यानमा हामी विचार शून्य भएर, जब हामीले आफ्नो आफ्नो भविष्य भूतलाई छोडेर जब वर्तमानको यो क्षणमा जब हाम्रो आफ्नो विचारलाई शून्य गरेर जब अक्षरातीतलाई हेराज भन्छौँ, त्यो विचार नरहने बित्तिकै मको अस्तित्व जान्छ। किनभने मको अस्तित्व पक्रि नै केले रहेको छ, आफ्नै विचारहरूले, आफ्नै थट्सहरूले, आफ्नै मनले त्यो पक्रिरहेको छ। मन एव मनुष्याणाम कारणम बन्ध मोक्षयो भनिएको छ। यो मन नै बन्धन र मुक्तिको कारण हो भनेको छ शास्त्रले पनि। यो कारण के हो भन्दाखेरि यो जुन बीचमा पर्दा तुही करत है अंदर न आडे नूर, यो जुन बीचमा पर्दा रूप अहम छ, यो अहमको कारण नै के हो भन्दाखेरि यो मन हो, यो विचार हो। हामीलाई जुन अनेक विचारहरूले हामीलाई जुन अनेक हाम्रो भूतको जुन पश्चाताप छ, जुन भविष्यमा आउने चिन्ताहरू छ, त्यसले हामीलाई के गरेको छ भन्दाखेरि यो म खडा गरिरहेको छ, यो अस्तित्व। तर जुन समय अक्षरातीतमा हुआ है सब हुक्मे, होत है हुकम, होसी सब कुछ हुक्मे, कुछ न बिना हुकम भनेर जब हामीले पूर्ण रूपले सोपेर जब अक्षरातीतलाई हेराज तपाईँकै चरणद्वारा, तपाईँकै कृपाले यो सब चलिरहेको छ, तपाईँ बिना के अस्तित्वै छैन मेरो भनेर जब यो समर्पण आउँछ, यो समर्पण आउने बित्तिकै हाम्रो विचार शून्य हुन्छ। विचार शून्य हुने बित्तिकै अहम मर्छ र अहम सकिने बित्तिकै के बाँकी रहन्छ, यही मैं खुदी टले तो बाँकी रह्या खुदा। यो गहिरो तथ्यलाई वितकको यो पहिलो
यो जुन च्याप्टर छ हाम्रो वितकको, यो च्याप्टरमा यो गहिरो तथ्यलाई राज्यले भूमिका रूपमा हाम्रो श्रीजी साहबले अक्षरातीतको कृपाले आवेशित वितक जुन लालदास महाराजजीले लेख्नुभयो, त्यो वितकमा योलाई एकदम